सम्पूर्णलाई नमस्कार। आज बिहान ताजा अपडेट। यो हामीले लगभग 3 महिना 4 महिना अगाडि लगाएको यो धुपी बढ्दै बढेन। यसको लागि जलमल गोडाइ चाहिँ चाहिएको हुँदाखेरि चाहिँ यसलाई चाहिँ आज यसको काम सम्पन्न गरिसकेपछि अलिकति पुष्टिन्छ कि भन्ने हाम्रो धारणा अनुसार यसलाई चाहिँ अगाडि बढाउने भन्ने कुरो। छोरो फेरि यहाँ काम गराइया हुन्छ। घर भनेको कुरा गर्दैन, नगर भनेको कुरा चाँडो गर्छ। यस्तो छ। अब श्रीमती मास्टर नि हुन्, मेगुली स्कुलमा पढाउँछिन्। बजार यता हेर्दा पनि हेरिखेनन्। उसलाई नहेरेको हुँदाखेरि यो तलैबाट यसरी मोबाइल गरिसकेर हेर्छिन् कि भन्ने कुरा। अब यो मार्चै जस्तो छ छोरो। फेरि छोरो त मार्चै जस्तो छ। यो गुन्डा नभए होला त यो छोरो। पढ्न भनेर 2 दिन लिएर गएको, ज्वरो आयो। अब यसलाई कहाँ लगेर हाल्ने थाहा छैन। अब यस्तै छ हजुर। फुल अब यो हाम्रो नगरपालिकाले दिएको फुल हो। कहिले फुल्छ थाहा छैन। झ्याम्मिन चाहिँ बेसरी झ्याम्मिँदो रहेछ। अनि यो सेतो फुल पनि अब फुल्ने तयारीमै छ। यो कहिले हुन्छ थाहा छैन। अनि श्रीमतीज्यूले चाहिँ हाम्रो बिहा भएर आइसके पछाडि चाहिँ यहाँ फुल यसो घरका छेउछाउमा लगाइछन्। त्यो फुलले पनि छुट्टै सो देखाउँदो रहेछ। यहाँ मात्रै फुल होइन कि यता गमलातिर नि छ। फेरि तपाईँहरूलाई कस्तो लाग्छ यो गमलाको यो फुल? मलाई चाहिँ बडो गजब र रमाइलो लाग्छ। यो फुल पनि त्यस्तै राम्रो छ। मोटामोटी गरेर हाम्रो यहाँ म आफैले याद गरेको थिइनँ। आज भिडियो बनाउने क्रममा चाहिँ मैले याद गरेँ। बल्ल 3टा गमला, 4वटा गमला, त्यसपछि यो 5वटा गमला, त्यसपछि गएर यो 6वटा गमला, यो 7वटा गमला, यो 8वटा गमला रहेछ। यो फेरि मेरो यो थोत्रो बाइक होन्डा टिगर डाँडा काँडा कता कता यो जतासुकै फुटियो छ। थोत्रो भएको छ। अब यसलाई कुनै छोरोले एउटा गमला फुटायो। मेरो घर यही हो। गाउँको सानो झुपडी घर भनेको यही हो। मकैका झोती छन् माथि। हाम्रो घर अगाडिको बाटो यो बुद्धनगर। अहिले भरतपुर महानगरपालिका 27 भएको छ। ड्याडी भनेर बोलाएको छ। अनि यिनी चाहिँ मेरी बुढीको साथी। जे पर्दा जसो पर्दा नि आउने के गर्ने। भाइलाई अत्यन्तै माया गर्ने। भाइले वास्ता नगर्ने, यिनले वास्ता गरेको गर्ने। यस्तो छ। अब ठिकै छ। अब त्यसले नि अलिकति ठुलो भएर बुझ्ने भइसके पछाडि मलाई यसरी दिदीले माया गरेको भन्ने बुझ्ला।